साथीहरु आज चाहिँ हामीले आँपलाई है आज चाहिँ हामी आँप टिपिरहेका छौँ। तपाईलाई सधैँ आँपको भिडियो देखाइराख्यो भने आज मदन रुक जाऊ 1 मिनट। आज चाहिँ हामीले यो आँपलाई टिपेर अब पकाउने है तपाईलाई देखाउन चाहन्छु है। हाम्रो यो एकदम अर्ग्यानिक आँप है साथीहरु। यो चाहिँ तपाईलाई देखाउन चाहन्छु। यो पाक्ने टाइम भएर चाहिँ हामीले चाहिँ यति बेला आँपलाई टिप्दैछौँ। आँप टिप्दा चाहिँ साथीहरु यसको मुन्टी चाहिँ उता गरेर उता फर्काएर टिप्नुपर्छ, नभएदेखि चाहिँ यसको चोपले चाहिँ तपाईलाई घाउ पनि हुने खतरा हुन्छ है। हेर्नुहोस् है हामीले चाहिँ आँप यहाँनिर पनि छ। बोट एकदम सानो छ है, एकदमै राम्रो बेसी। हेर्नुहोस् है आँप यति मजाले फलेको छ र हामी चाहिँ यो आँप चाहिँ टिप्दैछौँ। अब यो पाक्ने टाइम हो गया ना मदन? हाँ ये अभी पक जाएगा। ये देखो हेर्नुहोस् है बोटले नि थाम्नु नसक्ने खालको आँप फल्छ नि गाइस हाम्रो यहाँनिर चाहिँ। हेर्नुहोस् त बोटले थाम्नु नसक्ने खालको फल्छ। यति सानो बोट छ तर आँप तपाईँले हेर्नुहोस् न हो त्यसलाई त अलग भन्नु। यो एउटै होला यो र यो एउटा हो। मतलब पावर ग्रिड वाला जैसा हाली ये अलग रहेछ हैन। ये वाला अलग है, ये सब पक जाएगा। यहाँ चाहिँ गाइस आम चाहिँ यो र त्यो एउटा ये वाला तो हो गया, अब एक भी नहीं है। ये हो गया एक भी नहीं। बिचारा बोटलाई पनि अब त हल्का भयो ल। हाम्रोमा धेरैवटा तर यो पालि गाइस त्यस्तो आँपको सिजन। मदन वो पीछे वाला देखो, वो पीछे वाला पीछे वो पेड़ में है ना, वो वाला पेड़ में वो। यो पालि चाहिँ नि गाइस हाम्रोमा आँप त्यस्तो भएन, त्यस्तो भएन यो पालि चाहिँ हाम्रोमा आँप है। लास्ट इयर जस्तो चाहिँ भएन। तर यो पालि लिची चाहिँ एकदमै राम्रो भएको थियो। तर आँप चाहिँ नि यो पालि हाम्रोमा राम्रै भएन। फेरि पनि जति थियो तपाईँलाई है देखाइरहेको छु। तपाईँलाई मन पऱ्यो लाइक कमेन्ट गरिदिनुहोस् है। हेर्नुहोस् बोरा लिएर आइसकेको छ अलग अलग है। आँपको चाहिँ यस्तो खेती छ हाम्रोमा। तर योपालि त्यस्तो राम्रो आँप भएन। यसरी तपाईँले टिपेर चाहिँ यसलाई बोरामा हालेर राख्नु भयो भने चाहिँ पाकिहाल्छ। कितना दिन में पकेगा मदन? लगभग 8-10 दिन में। 8-10 दिन में पक जाएगा। खीर पका हुआ वीडियो भी हम आप लोग को रख देंगे।